लो साथीभाइ तपाईँहरूलाई चाहिँ आज म एउटा चिज देखाउँछु है। हाम्रो यो जुन चाहिँ बस्तीको भिलेज लाइफमा बस्तीमा चाहिँ मान्छेले सब्जी चाहिँ कहाँबाट किनेर खान्छ भनेर चाहिँ देखाउँछ है। सब्जीको बजारको र यहाँ बस्तीमा चाहिँ सब्जी कहाँबाट आउँछ र कहाँबाट किन्छ भन्दाखेरि यहाँ यसरी यो चाहिँ हो हाम्रो बजारमा पुग्ने हाम्रो जसले बस्तीमा मेहनत गर्ने दाजुभाइहरूको चाहिँ यहाँ हुन्छ है। उहाँहरूले चाहिँ यहाँबाट टिप्दै खान्छ। फेरि यो भयो इस्कुसको खै काँक्रा के अरू हेरोला इस्कुस सबै यहाँ हुन्छ र एकदम अर्ग्यानिक र यो चाहिँ गाई गोठ हो। यहाँबाट मल निकालेर चाहिँ यसरी बस्तीमा चाहिँ यस्तो हुन्छ है। सब बारी हो के मेहनत गर्नेले रोप्छ र उहाँहरूको चाहिँ एकदम मेहनत चाहिँ यता हुन्छ है।